आज हामी नेपालको राजनीतिमा सबैभन्दा धेरै चर्चामा रहेको एउटा निर्वाचन क्षेत्रको कुरा गर्दैछौँ, झापा 5। यो केवल एउटा चुनाव मात्र होइन, यो त विरासत र नयाँ लहर बीचको एउटा ठूलो टक्कर हो। झापा 5 यो सुन्दा सामान्य निर्वाचन क्षेत्र जस्तो लाग्ला, तर होइन। यो त नेपाली राजनीतिको त्यो मैदान हो जहाँ देशको आउने दिन कस्तो हुन्छ भन्ने सङ्केत गर्ने एउटा ठूलो लडाईँ हुँदैछ। ल, अब यसको खास चुरो कुरामा जाउँ। सोचौँ त, एकातिर छ दशकौंदेखि बनिरहेको एउटा किल्ला र अर्कोतिर छ त्यही किल्लालाई हल्लाउन आएको एउटा राजनीतिक भूकम्प। अब प्रश्न उठ्छ, यो महासङ्ग्राममा जित आखिर कसको होला? कथाको सुरुवात गरौँ पहिलो पात्रबाट, केपी शर्मा ओली, जसले यो क्षेत्रलाई आफ्नो राजनीतिको पर्याय नै बनाएका छन्। दशकौंदेखि झापा 5लाई केपी शर्मा ओली र उहाँको पार्टी एमालेको लाल किल्ला भनेर चिनिन्छ। राष्ट्रवाद र विकासको नारालाई आधार बनाएर ओलीले आफ्नो पकड यति बलियो बनाउनुभयो कि यो क्षेत्र उहाँको राजनीतिक गढ नै बन्यो। तर के यो किल्ला सधैँ यस्तै बलियो थियो त? थिएन। 2064 सालमा माओवादी लहर चल्दा उहाँले यहाँ सोच्दै नसोचेको हार बेहोर्नु पर्यो। तर त्यसपछि 2074 र 2079मा उहाँले शानदार जित निकालेर आफ्नो किल्ला फेरि बलियो बनाउनुभयो। यसले के देखाउँछ भने किल्ला बलियो त छ, तर त्यसलाई हल्लाउने नसकिने भने होइन। अब कथामा आउँछन् अर्का पात्र, बालेन शाह, जसको सम्भावित उम्मेदवारीले परिवर्तनको एउटा नयाँ आशा जगाएको छ। यहाँ हेरौँ त, यो लडाईँ दुई व्यक्ति बीचको मात्रै होइन, यो त स्थापित शक्ति विरुद्ध एउटा नयाँ आशाको लडाईँ हो। एकातिर अनुभव छ, अर्कोतिर ऊर्जा। एकातिर राष्ट्रवादको नारा छ भने अर्कोतिर काम गरेरै देखाउने अर्थात् डेलिभरीको शैली छ। 2082को जेन-जी आन्दोलनपछि बालेन शाहलाई नयाँ नेतृत्व र परिवर्तनको प्रतीकको रूपमा हेर्न थालिएको छ। काठमाडौँको मेयर भएर कमाएको लोकप्रियताले अब स्थापित राजनीतिलाई सिधै चुनौती दिइरहेको छ र त्यही लोकप्रियताको लहर अब झापा 5को किल्लामा ठोक्किन आइपुगेको छ। तर के यो चुनौती हावामा मात्रै छ कि यसको कुनै आधार पनि छ? आउनुहोस् अब अलिकति तथ्याङ्क हेरौँ, जहाँ मतपत्रले नै एउटा गोप्य सङ्केत दिइरहेको छ। यो चार्टले धेरै कुरा भन्छ। 2079को चुनावमा दमकमा जहाँ ओलीले प्रत्यक्षतर्फ जित्नुभयो, त्यही राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा लगभग उहाँकै जति भोट पायो। यी दुई बारहरू बीचको सानो फरकले एउटा ठूलो कथा भनिरहेको छ। यसको अर्थ के हो त? सोझो अर्थमा धेरै मतदाताले व्यक्ति ओलीलाई त रोजे, तर पार्टी रोज्ने बेलामा चाहिँ उनीहरूले एउटा नयाँ विकल्प खोजे। अब मुख्य प्रश्न यही हो, के ती मतदाताले यसपालि प्रत्यक्षमै बालेनलाई भोट देलान् त? अब कुरा गरौँ दुई यस्ता फ्याक्टरहरूको जसले यो चुनावको पुरै खेल नै पल्टाइदिन सक्छन्। पहिलो हो रिमोट कन्ट्रोल भोट, अर्थात् विदेशमा बसेका नेपालीहरूले घर परिवारमा पार्ने प्रभाव, र दोस्रो राष्ट्रिय प्रजातन्त्र पार्टीको भूमिका, जसको भोट यता वा उता जता लाग्यो त्यतै जित हुने सम्भावना हुन्छ। विदेशमा रहेका युवाहरूले घरमा फोन गरेर परिवर्तनको लागि भोट हाल्न एक किसिमको भावनात्मक र सामाजिक दबाव नै बनाइरहेका छन्। घण्टीलाई भोट नदिए म घरै फर्किन्न जस्ता कुराहरूले एमालेको परम्परागत भोट ब्याङ्कमा ठूलो धक्का लाग्न सक्छ। अब कुरा गरौँ राप्रपाको। पहिले राप्रपाको समर्थनले नै ओलीलाई जित्न सजिलो भएको थियो। तर सोचौँ त, यदि यसपालि राप्रपाले ओलीलाई साथ दिएन भने, वा राप्रपाका मतदाताले भित्रभित्रै बालेनलाई समर्थन गरे भने ओलीको जितको बाटो निकै नै साँगुरो हुन सक्छ। त्यसो भए अन्त्यमा के होला त? के इतिहास दोहोरिएला कि किल्ला जोगिएला? यो चुनावले वास्तवमा नेपालको लागि के अर्थ राख्छ? जितको फर्मुला एकदमै प्रष्ट छ। केपी ओलीलाई आफ्नो पार्टीको बलियो सङ्गठन, पुराना मतदाता र राप्रपाको साथ चाहिन्छ। अर्कोतिर बालेन शाहले युवाहरूको जोश, सामाजिक सञ्जालको हल्ला र व्यवस्थाप्रतिको वितृष्णालाई भोटमा बदल्नै पर्छ। यो चुनावको नतिजा एउटा अङ्कमा लुकेको हुन सक्छ, मतदान प्रतिशत। यदि 80% भन्दा बढी भोट खस्यो भने बुझ्नुहोस् कि त्यो बालेनको पक्षमा आएको लहरको सङ्केत हुन सक्छ, किनभने यति धेरै भोट खस्नु भनेको नयाँ र उत्साहित मतदाताहरू घरबाट निस्किए भन्ने हो। र अन्त्यमा एउटा प्रश्न सबैलाई, के यो चुनावको नतिजाले नेपालको राजनीतिमा एउटा नयाँ अध्यायको सुरुवात गर्ला?
यो फैसला झापा 5 को मात्र हुने छैन, यो त देशको राजनीतिक भविष्यको एउटा ठूलो परीक्षण पनि हुनेछ।